यो चाहिँ भ्लग गरौँ अब ल यो चाहिँ भ्लगको भिडियो है हामी यहाँ स्केटिङ गर्दैछौँ त्यस्तो हामी हिरो चाहिँ बहन भाइ अलवेज हिरो अलवेज है दाइ दाइ सुटिङ भयो नि आज रमाइलो कतिको भइरहेको त भनिदिउँ न त हाम्रो दर्शक दिनहरूलाई रमाइलोको त एउटा यो साह्रो पर्यो अब एउटा पोडकास्ट च्यानल खोलेर एउटा पोडकास्ट गर्नुपर्छ कि क्या हो गाडी चाहिँ पल्ट्यो ए एक्सिडेन्ट भयो एक्सिडेन्ट ट्राफिक बोलाइदिनु ट्राफिक डन्टेदार नेपालको डन्टेदार होइन उयो ल ल ल ल गयो आइन सोल्टिङ राम्रोसँग आयो मलाई भेट्न भनेर आउँदै थियो नि हिजो किन उयो अर्को नै आयो हाम्रो अनिललाई उहाँ छ हाम्रो ग्याङहरू ल ल ल हाम्रो उहाँ धन्दा फुटाले थियो पुराले ऊ आयो आयो अनिलै आयो यो बिचमा आयो के ल ल आयो आयो अनिलाई हेलो हाम्रो युट्युबमा केही भनिदिउँ न त सर रमाइलो भइरहेछ चिसो छ हजुर ल फेरि हाम्रो दाइ जाँदैछ होइन हाम्रो भ्लगर कहाँ दाइ गयो अर्को को गयो रोहित दाइ दुईजना गइसक्यो हाम्रो के भन्छ के अरे त्यो एउटा ऱ्यापर थियो नि दाइ के अरे अल्छले है त्यसको जोजोरा भाइ के जोजोराको त भनेको होइन हजुरको भाइ त्यो के अरे अनिल उसलाई डिस हानेको थियो नि हाम्रो के भन्छ नाइ अर्को हाम्रो अमेरिकाको लाउँथ्यो कि जेम्सी जेम्सीको दाजु दाइले आफ्नै भाइलाई बिर्सिन्छ यार छि यस्तो यार मैले याद दिलाउनु पर्ने कि जेम्सीको दाइ होइन हाम्रो जेम्सीको दाइ चाहिँ जापानमा आएर हिरो खेल्दै हुनुहुन्छ कन्सर्ट कहिले दाइ जेम्सीको भन्नु त जेम्सीको कन्सर्ट चाहिँ कहिले भन्नु त राम्रै देऊ डोर राम्रै रामदेव बाबा हजुरको भाइले फेरिमा ल्याउनु मिल्दैन हामीले हजुरसँग यस्तो उस छ हाम्रो राम्रो सम्बन्ध छ फेरि हामीले जेम्सी दाइलाई यहाँ के भन्छ फ्रीमा कन्सर्ट हाल्नु मिल्दैन यसो हाम्रो दर्शकहरू जान्न चाहन्छन् हाम्रो भ्युअर्सहरूलाई भनिदिनुहोस् खुलाइदिनुहोस् आज जनता जान्न चाहन्छन् किन जेम्सी यहाँ आएका छैनन् खुलाइदिनुहोस् आज खुलाइदिनुहोस् दिल खुलेर खुलाइदिनुहोस् खुलाउनुहोस् जनता जान्न चाहन्छन् जेम्सी जापानमा किन आएका छैनन् ल अब चस्मा लाउनु भयो अब खुलाइदिनुहोस् किन आएका छैनन् अनिलजी